हुन्छ खाल ओइ के सानो राम्ररी केटीहरूलाई पनि फोकस गरौँ भाइरल हुन्छौँ है यो हो काठमाडौँको विशाल बजार होइन कि बसन्तपुर बजार हो ए बिस्तारै यसरी हामीलाई गरिब देखेर बाटो नकाट्नु न बसन्तपुरमा हामी पनि धनी लाख लौ खाऊ गयो अगाडि गयो पुलिसले देख्यो भने कतिखेर च्याप्प छोप्छ मलाई एक्सिडेन्ट परिसकेको थियो यार किन बेच्न दिने हो यहाँ त नभए त फाल गयो सानोको आज मुटु ढुकढुक भएको छ है बुढो छ साथमा अनि मुटु किन ढुकढुक गराउनु मिस्टर साथीहरू न्यू रोडमा छिरिसक्यौँ ट्याक्कै धरहराको पछाडि छौँ हामी यतिखेर कहाँ छिराएको बाबु ट्राफिक यो न्यू रोड छिर्ने गेटमै छौँ है हाडा माथि छिरिदिनु पर्छ क्या सानै अहिले हामी हाइवेमा छिरिसक्यौँ है त साथीहरू ट्रामा सेन्टर अगाडि छौँ यतिखेर हामी त्यो भिडियो बनाउने स्ट्यान्ड छ स्ट्यान्ड के भिडियो बनाउनेवाला यस्तो कोठामा स्ट्यान्डवाला बनाउनु कि टिकटक बनाउने स्ट्यान्ड त्यस्तो यस्तो अर्को खाले चाहियो कि स्ट्यान्ड 3टा खुट्टा भएको तल छ त्यस्तो ओके नआएर काट्दैन कोही घाप्चे हुन्छ कतिखेर लागु ल सानो हजुर कहाँ छिराएको होला किन बाटो ब्लक गरायो हो साथी बाटो ब्लक नगर्नु न हामी गरिब छ भन्दैमा बाटो ब्लक गरिदिने यार होइन डट भलकलाई सबैले सपोर्ट गर्नु होला हाम्रो बाइक चाहिँ डट होइन फेरि हाम्रो बाइक चाहिँ हिरो होन्डा हो ल हेर न मेरो साथ पेलेर ल्याइरहेको छ यार मान्छेले कस्तो खाले मान्छे सानो नपेल्नु न हो साथीहरू यसरी हामी गरिब छौँ भन्दैमा यसरी पेल्न त मिल्दैन त हो गरिब भए पनि काठमाडौँमा बस्छौँ त हो त्यसरी त नपेल्नु न हो सानो हामी कहाँ जाँदैछौँ भनिदिनु त हामी यहाँदेखि सुन्दाएर जान ट्याक्कै समथिङ कति 20 मिनट लाग्छ सानै जाम पर्दै जानुपर्छ फेरि हुन त अहिले पनि जाम पर्दिन आउँछ कि यार गल्लीतिर गल्ली भन्नाले हामी असनबाट जाने असनतिर जाम पर्दिन आउँछ कि हामी गल्लीबाट छिर्यौँ है गायकहरू सानो हाँस्नुमा निकै चित्त बुझ्यो बाइक चाहिँ हिरो होन्डा हो अनि भलकको नाम चाहिँ डट भलक हो है सानै डराउनु भएको छ र हजुर साइकल चढ्नेहरूले कार चढेर हिँडेका छन् यार भलकबाट हामी यो हिरो होन्डा बाइकबाट के हामी प्लेन किन्न नसकौँला त यार दामी मान्छे केटीहरू पनि हिँड्छन् मेरो सानो पछाडि हुनुहुन्छ मैले दामी केटी हिँड्छन् भनेर केटीलाई फोकस गरिरहेको छु साथीहरू हामी वनस्थली चोकमा निस्क्यौँ के बिस्तारै ल हामी वनस्थली चोकमा निस्क्यौँ वनस्थली चोकमा अलि हामी जाम पर्न सक्ने सम्भावना एकदम धेरै छ साथीहरू हाम्रो साइड यता आएर चल्छ हाम्रो साइड लाइट पनि छैन हामी यता चल्छ साइड लाइट पनि छैन अहिले नदिनु के आइहाल्छ माथि हात दिनु पऱ्यो माथि हात दिनु ल बिस्तारै के गर्छ हो हाइवे क्रस गर्नेलाई गाह्रो छ साथीहरू काठमाडौँ भलकबाट भाइरल भयो भने किन्ने लाने यार एउटा उ त होइन सानो ओहो मलाई 77 जिल्लामा भन्नाले नयाँ बजार जाने पुलतिर जान्छौँ हामी ट्याक्कै पारेर होइन साने हामी गन्तव्यमा पुग्नलाई अझै हामीलाई पर्दैन यसरी हिँडादिन्छु कि बाइक त म ध्यान जुम हिँडादिने हो कि सानो हात यता दिनु ल हो त्यता जाने हो कि हामी भनेको मान्छे त्यतै हिँड्ने हो तर यता के छ भनेपछिमा उता त बाइकहरू स्पिडमा सुसु आइरहेको हामी दुईजना पनि डट भलकबाट भाइरल हुनुपर्छ त्यो कुन्टु
हो र हेर न हामी गरिब छौँ भनेर हामीलाई ऊ छनेका यिनीहरूले जानु हामीलाई गरिब छन् भनेर कसरी अगाडि अगाडि जान्छन् है ऊपर पान के दुकान तेरे होने वाला शान मेरे क्या है पान खान तेरे जान मेरा जान पछाडि बसिरहेछ मेरो ज्यान ल हेर ल हामी 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 आयौँ क्षेत्रपाटी चोक है कालडाँडा काठमाडौँ सिडीको कालडाँडा ऊ त्यो माथिको बाटो ठमेल छिर्ने बाटो हो है सानो साइड दिनु ल यता आमा अन्धकार छ र सानो यता माथि र त अन्धकार आमा अन्धकार छ त यता त के हो त त्यो बुवा अनि सट्टै आउँछ त बाइकमै के हो लाइट त गएर छ त यता रोक्नुहोस् बेलो सानैले हजुरहरू सबलाई एउटा साइरेन सुन्नुपर्छ रोक्नुहोस् भनेर हामी क्षेत्रपाटी चोकमा छौँ बाइकले यसरी पेलिया छन् यार हामी गरिब देखेर यिनी बाइक स्कुटी सबले पेलिया छन् है अन्धकार छ त सानो यता त किन हो होइन किन आएको छैन रातिमा मात्रै वान वे हुन्छ र सबका बाइक मात्रै वान वे भने त वान वे कहाँ अनि दिउँसभरि वान वे होइन रातिमा वान वे भने त गर ट्राफिक पुलिसहरूलाई अनि अस्ति जेन्जी आन्दोलनमा नाङ्गै बनाएर लखड्नुपर्छ आमा कता हो कि अन्धकार छ त हो यहाँ खै असनमा के भयो यस्तो यो है बत्ती गएको रहेछ कि यता साने ओइ गयो भनिदिए मात्रै हजुरलाई यति डर त देखाउनु पऱ्यो त मैले हेर्नु न पुरा अन्धकार छ अनि ए मान्छे छ त मैले पनि देखाएको छु किन हात्तिनु पर्छ त हजुर चस्मा लगाएको छैन हावा पछि त सानो हामी हाइवेबाट जानुपर्छ है गल्लीमा पुरै अन्धकार हुने रहेछ यार ए होइन यहाँ बत्ती गएको रहेछ बत्ती गएको रहेछ क्या बत्ती बनाउनु लगाएको रहेछ नि यहाँ त्यही यहाँ बत्ती गएर चनमन्न भएको रहेछ ल यता असन साइड पुरै साथीहरू आज चनमन्न छ अनि यो बाटो काट्ने मान्छेहरू नै सुई हजुरले आज घुम्न आएर डर लागेछ हो काठमाडौँमा छौँ त सानो हामी त केडियाम सिडीमा के को डराउने हो र बुढी ल खै कति भिडियो चौडोलबाट हिँड्दै बसन्तपुरमै छिरियो ल हेर्नुहोस् यस्तो हेलो बिस्तारै के गरे यार ल यो साथीहरू पुरै बसन्तपुर हो है आहा विशाल बजारमा घुम्न जाउन विशाल बजारमा बबाल आछ भिडियो पनि